नमस्कार, यहाँहरू सबैलाई हार्दिक स्वागत छ। प्रत्येक वर्ष कार्तिक कृष्ण पक्षको त्रयोदशी तिथिका दिन धनतेरस पर्व मनाउने गरिन्छ। हिन्दूहरूको दोस्रो महान चाड तिहारको पहिलो दिनलाई धनतेरस पर्व भनिन्छ। यस पर्वलाई धनत्रयोदशी वा धन्वन्तरी त्रयोदशी पनि भनिन्छ। पौराणिक मान्यता अनुसार समुद्र मन्थनको क्रममा भगवान धन्वन्तरी आफ्नो हातमा अमृतले भरिएको कलश लिएर धनतेरसका दिन प्रकट हुनु भएको थियो। उनलाई आयुर्वेदका प्रवर्तक र देवताहरूका वैद्य समेत मानिन्छ। भगवान धन्वन्तरी आरोग्य, आयु र तेजका देवता हुनुहुन्छ। यस दिन यिनको पूजा अर्चना गर्नाले जीवनमा उत्तम स्वास्थ्य र दीर्घायु प्राप्त हुने विश्वास रहेको छ। धनतेरसका दिन मुख्य रूपमा स्वास्थ्य तथा आरोग्यका देवता धन्वन्तरी, धनका देवता कुबेर र धन, ऐश्वर्य र समृद्धिकी देवी माता लक्ष्मीको पूजा आराधना गर्ने परम्परा रहेको छ। धनतेरसलाई धन, स्वास्थ्य र समृद्धिको पर्व मानिन्छ। यस दिन कुनै पनि नयाँ वस्तु, विशेष गरी सुन, चाँदी, पित्तल आदि धातुका सामान खरिद गरी ल्याएमा घरमा लक्ष्मीको वास भई धन सम्पत्ति 13 गुणाले वृद्धि हुने धार्मिक विश्वास रहेको छ। अब हामी धनतेरसका दिन कुन कुन सामान खरिद गर्नु अत्यन्त शुभ मानिन्छ त्यस बारेमा जानौं। 1. सुन र चाँदीका वस्तुहरू। सुन र चाँदीलाई समृद्धि र ऐश्वर्यको प्रतीक मानिन्छ। यस दिन सुन र चाँदीका गरगहना, आभूषण, सिक्का वा कुनै वस्तु खरिद गर्नु अत्यन्त शुभ हुन्छ। 2. श्रीयन्त्र र कुबेर यन्त्र। श्रीयन्त्र र कुबेर यन्त्रको पूजा गरी घरमा राख्नाले वर्षभरि धन पैसाको कमी नहुने र व्यापार व्यवसायमा वृद्धि हुन्छ। त्यसैले यस दिन यी यन्त्रको खरिद गर्नु शुभ मानिन्छ। 3. लक्ष्मी गणेशको मूर्ति। लक्ष्मी पूजाको लागि आवश्यक पर्ने यी दुई मूर्तिको यस दिन खरिद गरी ल्याउनाले घरमा धन, सुख, समृद्धिको वृद्धि हुन्छ। 4. कलश। धनतेरसका दिन पित्तल वा तामाको कलश खरिद गर्नु अति उत्तम मानिन्छ। कलशलाई शुभताको प्रतीक मानिन्छ। 5. कौडा। सेतो वा पहेँलो कौडाले माता लक्ष्मीलाई आकर्षण गर्दछ। दीपावलीको दिन पूजा गरेर यी कौडालाई रातो कपडामा बाँधेर धन राख्ने बाकसमा राख्नु पर्दछ। यसबाट धनको वृद्धि हुन्छ। यस दिन 5 वा 7 वटा कौडा ल्याउनु राम्रो मानिन्छ। 6. गोमती चक्र। गोमती चक्रलाई सुख, सौभाग्य र समृद्धिको प्रतीक मानिन्छ। गोमती चक्र घरमा राख्नाले वास्तुदोष समेत समाप्त भई घरमा सकारात्मक ऊर्जाको आगमन हुन्छ। यस दिन 9 वा 11 गोमती चक्र ल्याउनु राम्रो हुन्छ। 7. झाडु। यस दिन झाडु कुचो खरिद गरी ल्याउनु समेत अत्यन्त शुभ मानिन्छ। झाडुलाई माता लक्ष्मीको प्रतीक मानिन्छ। यस दिन झाडु ल्याउनाले घरमा नकारात्मक ऊर्जा समाप्त हुन्छ। धनतेरसका दिन लाएको झाडुलाई लक्ष्मी पूजाका दिन पूजा गरेर मात्र प्रयोग गर्नु पर्दछ। झाडुलाई ठाडो पारेर राख्नु हुँदैन। 8. धनियाँ। धनतेरसका दिन घरमा हरियो रङको धनियाँ ल्याउनु पर्दछ। धनियाँलाई धन, सुख र समृद्धिका लागि कारक मानिन्छ। यस दिन ल्याएको धनियाँलाई लक्ष्मी पूजाको समयमा पूजा गरी उमार्नु अत्यन्त राम्रो मानिन्छ। 9. शङ्ख। यस दिन शङ्ख ल्याउनु अत्यन्त शुभ मानिन्छ। शङ्खले नेगेटिभ ऊर्जाको समाप्त पार्दछ। धनतेरसमा विशेष गरेर दक्षिणावती शङ्ख ल्याउनु शुभ मानिन्छ। 10. नुन। नुनले घरको दरिद्रता र नकारात्मक ऊर्जाको समाप्त गर्दछ। त्यसैले यस दिन नुन ल्याउनु राम्रो मानिन्छ। यस दिन सकभर सामुद्रिक ढिके नुन ल्याउनु उत्तम हुन्छ। 11. दियो। यस दिन दियो खरिद गरी ल्याउनु पनि राम्रो मानिन्छ। पित्तल, तामा वा माटाको दियो ल्याउन सकिन्छ। 12. रुद्राक्ष। धनतेरसका दिन रुद्राक्षको माला वा 7मुखी रुद्राक्ष घरमा ल्याउन ज्यादै शुभ मानिन्छ। यसबाट घरमा अकाल मृत्युको भय हुँदैन र घरमा भएका दुःख कष्टको अन्त हुन्छ। 13. धार्मिक पुस्तक र पूजा सामग्री। धनतेरसका दिन कुनै देवी देवताका आरती आदि धार्मिक पुस्तक खरिद गर्नु राम्रो मानिन्छ। यस्तै यस दिन लक्ष्मी पूजामा चाहिने सबै पूजा सामग्री खरिद गरी ल्याउनु शुभ मानिन्छ। 14. श्रृङ्गारका सामान। यस दिन श्रृङ्गारका सामानहरू ल्याउनु पनि राम्रो मानिन्छ। यस्तै ल्वाङ, इलाइची र बतासा आदि सेतो वा पहेँलो रङका मिठाई ल्याउनु पनि शुभ मानिन्छ। 15. हकिक पत्थर। धनतेरसका दिन हकिक पत्थर ल्याउनु शुभ मानिन्छ। यसबाट शरीरको रक्षा हुन्छ र जीवनमा आउन सक्ने विभिन्न सङ्कटबाट बच्न सकिन्छ। अब हामी धनतेरसका दिन कुन कुन सामान बिल्कुल खरिद गर्नु हुँदैन भन्ने बारेमा जानौँ। 1. धारिलो तीखो वस्तु। धनतेरसका दिन चक्कु, कैँची, पिन, सुई आदि धारिलो हतियार खरिद गर्नु अशुभ मानिन्छ। यस दिन यस्ता वस्तु खरिद गर्नाले घरमा दुर्भाग्यको आगमन हुन्छ। 2. फलामका सामान। यस दिन फलामका वस्तु खरिद गरी ल्याउनु हुँदैन। यस दिन फलामका वस्तु खरिद गरी ल्याउनाले शनि दोष लाग्दछ, जुन सुख समृद्धिको बाधक मानिन्छ। 3. कालो रङका वस्तुहरू।
कालो रङलाई दुर्भाग्यको प्रतीक मानिने भएकोले यस दिन कुनै पनि कालो रङका वस्तुहरू खरिद गरी घरमा ल्याउनु हुँदैन। 4. प्लास्टिकका वस्तुहरू। धनतेरसका दिन प्लास्टिकका वस्तुहरू घरमा ल्याउनु हुँदैन। यी वस्तुहरूलाई अशुभ मानिन्छ। प्लास्टिक वा काँचका वस्तु घरमा ल्याउनाले राहुको दोष लाग्दछ। 5. जुत्ता चप्पल। यस दिन जुत्ता चप्पल खरिद गरी ल्याउनु पनि अशुभ मानिन्छ। 6. औषधि। यस दिन औषधि खरिद गरी ल्याउनु हुँदैन। यस दिन औषधि खरिद गर्नाले शरीरमा रोग निवारण हुन कठिन हुन्छ। अब हामी यस वर्ष धनतेरस पर्व कहिले परेको छ, सामान खरिद गर्ने शुभ समय कति बेला रहेको छ, धनतेरसको दिन पूजाको लागि शुभ मुहूर्त कुन समय रहेको छ, त्यस दिन के गर्नुहुन्छ र के गर्नु हुँदैन भन्ने बारेमा जानौँ। यस वर्ष धनतेरस पर्व 2082 कार्तिक 1 गते अर्थात् 18 अक्टोबर 2025 शनिबारको दिन पर्न गएको छ। यस दिन 12:33 सम्म द्वादशी तिथि रहेको र त्यसपछि मात्र त्रयोदशी तिथि प्रारम्भ हुने भएकोले धनतेरसका सामान 12:33 पछि खरिद गर्नुपर्नेछ। यस दिन सामान खरिद गर्नको लागि राम्रो समय कुम्भ लग्न दिनको 2:29 देखि 3:58 सम्मको समय रहेको छ। त्यसपछि 4:06 सम्मको समय पनि राम्रो रहेको छ। धनतेरसको पूजा मुहूर्त साँझ 7 बजेदेखि 8 बजेसम्मको समय उत्तम रहेको छ। यस दिन सामान खरिद मात्र नगरी घरको सरसफाइ पनि गर्नुपर्दछ। घरमा भएका काम नलाग्ने बेक्कममा वस्तुहरू हटाई राम्ररी घरको सरसफाइ गर्नुपर्दछ र बेलुका पूजा गर्नु पहिले गङ्गाजल र गोमूत्र छर्केर घरलाई शुद्ध बनाउनु पर्दछ। यस दिन नुहाई धुवाई गरी सफा वस्त्रको धारण गर्नुपर्दछ। धनतेरसका दिन कालो रङको कपडा लगाउन शुभ मानिँदैन। धनतेरसका दिन ऋण दिनु र ऋण लिनु हुँदैन। यस्तै रुपैयाँ पैसा सापट लिनु वा दिनु पनि हुँदैन। यस दिन कसैलाई गालीगलोज गर्नु हुँदैन र कसैसँग झैझगडा समेत गर्नु हुँदैन। धनतेरसका दिन मांस मदिराको सेवन गर्नु हुँदैन। यसै गरी यस दिन नुनको दान गर्नु हुँदैन। धनतेरसका दिन बाल कटाउनाले धन पैसाको हानि हुन्छ। धनतेरस पर्वमा धन्वन्तरी देव, कुबेर देव र लक्ष्मी माताको पूजा गर्दा 13 वटा दियो बाल्नु राम्रो मानिन्छ। यस दिन अकाल मृत्युबाट बच्न घरका बाहिर मृत्युका देवता यमराजको लागि 1 दियो बाल्नु पर्दछ। धनतेरसका दिन खरिद गरी ल्याएका गरगहना तथा भाँडा बर्तन लक्ष्मी पूजा अर्थात् दीपावलीका दिन पूजा गरेर मात्र प्रयोग गर्नुपर्दछ। भिडियो मन परेमा लाइक तथा शेयर गर्नुका साथै हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोला। धनतेरस पर्वले हामी सबैको जीवनमा धन, सुख, समृद्धि र आरोग्यता प्रदान गरोस्। जय श्री राम।